ख्रीष्ट यीशुको नाममा सबै मेरो प्यारे मित्रहरूलाई जय मसीह की। आजको बाइबल वचन यूहन्ना 14:27। शान्ति म तिमीहरूका निम्ति छोड्दछु, म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु। संसारले दिने जस्तो त मैले तिमीहरूलाई दिने होइन। तिमीहरूको हृदय न त विचलित होस् न त भयभीत होस्। आमेन। आजको यस वचन पढाइ अनि सुनाइमा तपाईँ अनि मलाई परमेश्वरले प्रशस्त आशिष दिएका हुन्। र प्रियो, आज हामीलाई संसारको शान्ति होइन, आज हामीलाई स्वर्गीय शान्तिको आवश्यकता छ। संसारको शान्तिले क्षणभरको लागि मात्र शान्ति दिनेछ भने स्वर्गीय शान्तिले हामीलाई अनन्त अनन्तसम्म शान्ति दिनेछन्। र तपाईँ कुन चाहिँ शान्ति चाहनुहुन्छ? तपाईँको हातमा छ। र म प्रभुलाई यही बिन्ती गर्छु, तपाईँ अनि मलाई परमेश्वरले प्रशस्त आशिष दिनु। आमेन।